ललितपुर रेन्टल क्याटरिङ तथा पार्टी प्यालेस संज्ञा छिन्छकगु वार्षिक साधारण सभा लिसे खुकगु अधिवेशन येले छगु जाजोयाना कोचागुदो संज्ञा नाय गोकुल देसारिया सभा नायसी जुगु जाजोले मुपा कठ येल महानगरपालिका मेयर चिरिबाबु महर्जन चाहगु ख हाम्रो अगाडि धेरै चुनौतीहरूलाई सामना गर्दै जानु छ किनभने अब पहिले सीमित सङ्ख्यामा रहेको क्याटरिङ व्यवसाय अब देशैभरि गाउँ गाउँमा समेत फैलिसकेको अवस्था छ। त्यस अवस्थालाई हेरेर सबै व्यवसायको लाई हामीले एउटा व्यवसायको हक हितमा अब आवाज उठाउने र उहाँहरूको सम्मानमा हामीले केही बोल्न र गर्न सक्ने अब हुनुपर्ने आवश्यक छ र जिल्ला सङ्घ लगायत सबै देशैभरिका सङ्घलाई एकबद्धता गर्ने महासङ्घको एकबद्धता भई अब हामी कुनै पनि व्यवसायलाई कुनै पनि हालतमा नेपाल सरकार र कुनै पनि स्थानमा दमन भएमा हामी एकजुट भएर उत्रनुपर्छ भन्ने कुरा मलाई लाग्दछ। जाजोले मेयर महर्जन कोभिड कारण क्याटरिङ व्यवसायले लानाचंगु क्षतिबारे महानगरमा वाचाको गुथासे क्याटरिङ व्यवसाय थकाट संज्ञात प्रस्ताव जनावे त इनाबियाना दिल तपाईहरुको बिजनेस पनि यो पता कोभिडको कारणले एकदमै प्लन्ज भएको छ, अर्थात् डाउनवर्ड्स गोइङ टुवर्ड्स डाउनवर्ड्स भइरहेको छ। यो चाहिँ वास्तवमै भन्ने हो भनेदेखि अति नराम्रो हो। तर पनि के गरौँ, अब कोभिड-19 ले विश्वलाई नै आक्रान्त पारेको परिप्रेक्ष्यमा यहाँहरू पनि मर्माहित हुनुभएको छ। यहाँले गर्दै आउनुभएको जुन बिजनेस छ यो चाहिँ समाजको निमित्त मुलुककै निमित्त निकै अतुलनीय छ। तसर्थ मलाई अहिले एक्ज्याक्टली थाहा छैन म तपाईहरुसँग कसरी हातेमालो गरेर अगाडि बढ्न सकौँला भन्ने कुरामा, र म अनुरोध गर्न चाहन्छु कि यहाँहरूको तर्फबाट त्यस्तो कुनै हातेमालो गर्न मिल्ने किसिमको कुनै प्रपोजल छ भने प्लिज यहाँहरू आउनुहोस्। म यहाँहरूलाई चाहिँ महानगरपालिकामा रातो कार्पेट बिछाएर म स्वागत गर्छु। अथे जाजोले उद्योग वाणिज्य संघीय नाय मनोज बहादुर न्याछ नेपाल राष्ट्रिय क्याटरिङ तथा पार्टी प्यालेस महासंघीय प्रवक्ता कृष्ण प्रसाद पाण्डे लगायत कोरोना क्याटरिङ व्यवसाय त बाम्लको लिचो लाकुगु वो आन थुक्क जुया लगानियागु वातावरण तयार मजुनीगु थया दिल। विश्वव्यापी कोभिडको कारण हामी व्यवसाय भोग्नुपर्ने सामाजिक तथा आर्थिक क्षतिको कुनै लेखाजोखा नै छैन। महिनौसम्म बन्दीले आर्थिक गतिविधि सुस्ताएको छ। धेरै जसो आफ्नो व्यवसाय निरन्तरता दिइरहेको छ भने कतिपय व्यवसायले आफ्नो व्यवसाय नै पलायन भइसकेको छ। यस्तै अवस्थामा धेरै जसले यो रोजगारी पनि गुमाएको छ। म चाहिँ भन्न चाहन्छु यो पार्टी प्यालेसमा लगभग हाम्रो मैले तथ्याङ्क अनुसार लगभग नेपालमा 6000 प्लस ललितपुरमा 1000 जति 7000को व्यवसाय धरापमा छ। मेरो आफ्नै पनि कतिपय हाम्रा साथीहरूको व्यवसाय अहिले पार्टी प्यालेसको घरबाट किन्न नसकेको कारणले बन्द भएको अवस्था नै छ। हाम्रो व्यवसायमाथि कालो बादल मडारिरहेको छ। आज के हुन्छ भोलि के हुन्छ भन्दै हामीले दिन कटाइरहेका छौँ। यसकै अन्तरालमा हामी लामो समयपछि एउटा दुर्घटनाबाट जोगिएर बचेर भविष्यको सम्भावना र आशाहरू बोकेर हामी अगाडि बढिराखेका छौँ। डिसेम्बर 2019 कोभिड महामारीबाट कोरोनाको महाव्याधिबाट सारा विश्व नै आक्रान्त बन्यो। तर त्यसको असर केही खास व्यावसायिक क्षेत्रहरूमा सबैभन्दा बढी पर्न गयो। हाम्रो पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय पनि कोरोनाको मारमा पर्ने सर्वाधिक ठुलो व्यवसाय हुन पुग्यो। हाम्रो यो व्यवसायलाई पुरानै अवस्थामा फर्काउनको निमित्त राज्यले आर्थिक सहायताका प्याकेजहरू छिटोभन्दा छिटो ल्याउनु पर्ने हुन्छ। किनभने यो व्यवसाय धराशायी स्थितिमा पुगेको छ। केही नीतिगत र कानुनी सुधारका कार्यक्रमहरू ल्याउन सक्यो भने हाम्रो व्यवसाय पुनः लयमा आउने थियो कि भन्ने हामीलाई आशा पनि छ। नेपालको अर्थतन्त्र बलियो बनाउन र क्याटरिङ क्षेत्रका रोजगारी पुनः स्थापित गर्न हाम्रो पहलमा सरकार सहायक हुनै पर्दछ भन्ने हाम्रो मूल्य र मान्यता छ। अथे वेकअप इन्स दक्व व्यापार व्यवसाय सञ्चालन जुगु अवस्थान क्याटरिङ पार्टी प्यालेस त बन्द याका टगुली सरकार थुगु व्यवसाय थका त उदासीनता क्यङ्गु थका कुख्युङ्गुदु जाजोले खुकगु अधिवेशन पाखे निर्वाचित जुपिन हुपी पदाधिकारी तेतन दसिपौ लल हागु ख
बैंक्वेट सिद्धिपुर। धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद। हजुरलाई हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। आ नाया पदे राजु महर्जन निर्वाचित ज्यादी गुरुसा नकुली बचुराम ढुङ्गाना छ्यान्जेले हिम किशोर राई ओ दाबरी बाबुराजा महर्जन लिसे मेपी पेमदुजले निर्वाचित ज्यादी गुरु धेरै धेरै धन्यवाद। त्यसै गरी ललितपुर च्यानल धन्यवाद।